कान्छीको भाइ कान्छाको विदेशबाट भिजा आयो। अब चाँडै नै विदेश जाँदै हुनुहुन्छ। त्यो सुनेर आमा बुबा सबैजना चिन्तित हुनुहुन्छ। कान्छीले सबैलाई सम्झाइरहनु भएको छ, तर भित्रभित्र मनमा नै कान्छी पनि रुनु भएको छ। सागरको गाडीमा चढेर सबैजना सहर कान्छालाई बिदाई गर्न गए। सबैजना मलिन अनुहार लिएर एयरपोर्टमा उभिनु भएको छ। बल्ल तल्ल मनमा ढुङ्गा राखेर सबैजनाले कान्छालाई बिदाई गरे। अब कान्छा विदेशबाट कति वर्षमा फर्किनुहुन्छ होला? कान्छा बिना गाउँमा आमा बुबा कसरी बस्नुहुन्छ होला? अब कान्छी दिदीको जिन्दगीमा के कस्ता घटना घट्लान्? के फेरि नयाँ दुश्मन जन्म हुन्छ? या सलिनाले नै अब फेरि नयाँ तरिकाले बदला लिनुहुन्छ होला? के सलिनाले सागरलाई पाउने सपना देख्न छाड्नुहुन्छ कि छाड्नुहुन्न? या सागरको बोसलाई फकाएर उसैसँग बिहे गरेर कान्छी र सागरलाई दुःख दिने प्लान त बनाउनुहुन्न? कान्छीको दाइको सहरमा भेटेको केटीसँग बिहे हुन्छ कि हुँदैन? मलाई लाग्छ छिट्टै नै हुन्छ होला। मलाई लाग्छ कान्छीको जीवनमा अब नयाँ दुश्मन आउँछ र त्यसले फरक तरिकाले कान्छीलाई दुःख दिन्छ होला। तर कान्छीले डटेर सामना गर्नुहुन्छ।